हेलो गाइस, म फेरि पनि आइसकेको छु नयाँवाला भिडियो लिएर। आजको यस भिडियोमा म रियाक्ट गर्न जाँदैछु हाम्रो काठमाडौँको मेयर सर भने नि साहब भने नि एउटै हो, बालेन सरको म्युजिक भिडियो आएको छ नयाँ। आम नेपाली बुवा भन्ने आएको छ, जारी पछिको इन्द्रेणी, त्यही रियाक्ट गर्न जाँदैछौँ। तपाईहरू पनि सँगै बसेर रियाक्ट गरौँ के कस्तो छ भनेर। एक दिन भएको हिजो बालेन सरको न्यू गाना आएको, आज हामी रियाक्ट गर्न जाँदैछौँ। 1.5 मिलियन भ्युज पुगिसकेछ। लेट्स गो गाइज। यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ। कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अवस्था व्यवस्था केही छैन है? बाहिर बस, भित्र छिर्नु पर्दैन। ला, घर छिर्नै दिएन आफ्नो बुढीले, आफ्नो घरमा छिर्नै दिनुभएको छैन यहाँ। हाम्रो बालेन सरको बुवालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। नेपाली बुवा वाउ, खतरा यार, फर्स्टमै बवाल छ, यस्तो खतरनाक आयो यार, काने श्रिङ्ग हुने खालको बब्बाल आयो, बब्बाल फर्स्टमै। लाइन सुन्नु, भोइस आमा कस्तो बवाल भोइस यार, मन पर्यो। घाम झुल्किन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी, कुल्चिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी, यही हो मेरो कर्म सोची। किल्कीले हाँसोको खोजी, तिल्तीले आँसुलाई पुछी, बिहान बेलुकाको भुजा रोटी, कार्यालय पूजा कोठी, 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका। बालेन सर धेरै पछि ब्याक हुनु भइसकेको छ, धेरै पछि होला ब्याक हुनुभएको चाहिँ, मलाई त्यस्तै लाग्यो। भिडियो आएको थिएन, धेरै भयो थियो नआएको। समय होमिन्छु हाकिमहरूको इसारामा, पुगिन्छ कि किनारमा भवसागरलाई तरेर, के लेख्या छ निधारमा, के भएन पढेर, चाप्लुसीको संसारमा सकिँदैन लडेर। मन खुसी हो व्यापारमा, बेइमानीकै चल्दो रहेछ, रुखमा पैसा फल्दो रहेछ, इमान्दारी बेच्नेको, टाउकोमा अर्को टेक्नेको, आफूलाई मात्र देख्नेको, झुटा कुरा लेख्नेको, बेसहारालाई हेप्नेको, मैले त्यो सकिन कहिले। अफिसमा गएर फेरि छुट्टै काम गरेर आफ्नो छोराछोरीलाई पाल्न त समाज नै दुश्मन भयो अहिले, छोरा किचकिच गर्छ जहिले, हात हातमा आइफोन छ भन्नुस् के दिनु भो तपाईँले। बालेन सर नेवार भएर होला नेवारी कल्चरलाई प्रमोट गरिराख्नु भइरहेको छ। बुद्धिस्टहरूको बुद्धिस्ट सबै धर्महरूलाई झल्काइराख्नु भएको छ यो गानामा। छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे, सधैँ घरमा ककटेल पार्टी, ठुलो सचिव भएको रे, गोर्लेको पकेटमा हात्ती, महँगो घडी लाको रे, हजुरबाको फुल्छ छाती, भ्रष्टाचारी भएकोले, छोरा मेरो बिलौना गर्छ, बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छैन, बार्बी डल ल्याइदेऊ रे, कहाँबाट ल्याउनु छोरी, देशको सेवा गर्दैछु, होइन म त्यो घुसखोरी, बल्ल पेट भर्दैछु, दिनदिनै म मर्दैछु, औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु, हाम्रो दिन नि आउला कतै, नानु तिमी नरुनु है, अर्को महिना किनिदिन्छु नि, न्याउरो चाहिँ नहुनु है, यसपालि चाहिँ ऋणी हुन्छु, बुढी मलाई माफी देऊ, चाँडै बाला झिकिदिन्छु, तिमी नै त। यो चाहिँ धेरैको आफ्नो घरमा यस्तै पीडाहरू भएको हुन्छ। आफ्नो आमाले आफ्नो सुन बेचेर भयो नि, आफ्नो घर खर्ची गर्नको लागि, परिवारलाई पाल्नको लागि भयो नि, यतिसम्म गर्नुहुन्छ। आमा भनेको आमा हो कि। ती हौ न
रिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाई फुलाई राख न यो ब्याकग्राउन्ड यो सङ चाहिँ बब बालकै यो केटीले गाएको चाहिँ बब बाल है यो यिनीहरू ठुला हुँदै घर उही सानै छ आफन्तहरू आकाश छुँदै भर मेरो ज्यानै छ भित्र मन मेरो रुँदै आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो यिनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस जाँगर जलिसक्यो होस बेगर बरालिँदै गन्तव्यको बाटोमा के बोल्न सकेको छैन होइन मूर्ख लाटो म हेर्न सक्दिनँ आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हुँ म लुटेराको जमातोमा छाया नि हुन्न साथमा रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा मन मैलो यो होइन खतरा सुनिराखौँ जस्तो के बब्बाल फ्लोमा गइरहेको फ्लोमा बोल्नै मन नलाग्ने के सुनेको सुने गरौँ जस्तो पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई धेरै गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो थुक्दियो यार यो कुन मन्दिरमा जान्छ यात्री भन्ने यो भोइस चाहिँ केटीले गाएको चाहिँ बब्बालै लाग्यो क्या खतरा मजाको फिल्मको सङ यो फिल्मकै त सङ होला नि यो तर बब्बाल छ बब्बाल मलाई चाहिँ खत्रै लाग्यो यसको ब्याकग्राउन्ड त केटीले गाएको चाहिँ बब्बाले लाग्यो त्यो चाहिँ मलाई चाहिँ खतरा मन पर्यो यसले भन्न खोजेको यसले राम्रै सन्देश दिन खोजेको छ यहाँबाट नि केही हामीले बुझ्न सकिन्छ केही कुराहरू बुझ्न सकिन्छ त्यही भन्दै अब के भन्ने म अब त्यस्तो राम्रो रियाक्सन त गर्न सक्दैन क्या ठिकै हो यति भन्दै हो मेरो रियाक्सन कस्तो लाग्यो तपाईँहरूले भनिदिनु होला राम्ररी अनि हल्का भयो नि कोसिस गरिराखेको छु म रियाक्ट गर्नलाई राम्रो तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने अझै राम्रो गर्ने छु यति भन्दै यो भिडियोलाई समाप्त गर्न चाहन्छु लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला अनि यस्तै साथ सपोर्टहरू गरिराख्नु होला हामीलाई पनि केही हौसला मिल्छ बाइ बाइ गाइज